वेलकम ब्याक टु माई च्यानल। सम्पूर्णलाई नमस्कार। म सलिन ठकुरी। आज पनि तपाईलाई मेरो भिडियोमा स्वागत छ। सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु किनकि तपाईले मेरो गोरु जुझाइ भिडियोमा चाहिँ एकदम माया देखाइदिनु भएको छ। यसै गरी माया चाहिँ मेरो सबै भिडियोलाई देखाइदिनु होला र यो च्यानललाई सब्स्क्राइब गर्नु होला। सब्स्क्राइब गर्नु भएको छैन भने बेल आइकन पनि बजाउनु होला। म कन्टिन्यू भिडियोहरू ल्याएर आउने छु र गोरु जुझाइहरू पनि म भिडियोहरू चाहिँ अपलोड गर्ने छु। कोलाई चाहिँ गोरु जुझाइ भिडियो मन पर्छ उहाँहरूले चाहिँ कमेन्ट गर्नु होला र गोरु जुझाइ भिडियो हाल्नु भन्नु होला। म एकदम त्यसमा चाहिँ प्रेरित हुन्छु, झन् मोटिभेट हुन्छु, जुन मलाई गर्नलाई हौसला बढ्छ। यो जिम्मा चाहिँ तपाईहरुको हो। अनि अर्को कुरा चाहिँ मेरो गोरु जुझाइको भिडियोमा चाहिँ कमेन्ट गर्नुभएको थियो हाम्रो एक दुईजना साथीहरूले चाहिँ अब पशु के अरे गोरु पशु हो कि मान्छे पशु हो भन्ने कुरा गर्नुभएको थियो। पशु चाहिँ गोरु हो, मान्छे होइन। मान्छे भनेको एकदम बुद्धिजीवी प्राणी हो, बुझ्नु होला है तपाईको। जस्तो सुकै हामी कहिलेकाहीँ तपाईको रेस्लिङ हेर्छौँ, हामी एमएमए फाइट हेर्छौँ। फाइटमा चाहिँ एक र अर्का व्यक्तिले लडिरहन्छ, त्यो भनेको फाइटिङ हो, त्यो भनेको एउटा गेम हो। जस्तै यो गोरु जुझाइ भनेको नि एउटा गेम हो, हामीले त्यो बुझ्नुपर्छ। सम्पूर्णलाई म त्यो भन्न चाहन्छु र मेरो गोरु जुझाइलाई चाहिँ माया गरिदिनु भएकोमा फेरि पनि म धन्यवाद व्यक्त गर्न चाहन्छु र म कन्टिन्यू भिडियो हालिरहनेछु। तपाईले आफ्नो माया देखाइदिनु होला, सब्स्क्राइब गरिदिनु होला, सेयर गरिदिनु होला र अर्को कुरा जिन्दगीमा रमाउनु होला, खुसी हुनु होला। आफ्नो जिन्दगी आफैले जिउने हो, जस्तो तरिकाले जिउनु होला, तर खुसी हुनु होला हैन। भोलिको दिनमा तपाईको काल आउँदैछ भनेपछि अरूले आएर म तेरो साटा मर्छु भन्दैन के। तपाईको काल निश्चित हुन्छ, तपाई आफै। हाम्रो कालमा हामी आफै मर्नुपर्छ भने जस्तै आफ्नो जिन्दगी पनि स्वतन्त्र जिउने, आफूलाई जे जिउन मन लाग्छ मजाले जिउने हो हैन। रमाइलो गर्नु होला र कन्टिन्यू म भिडियो चाहिँ ल्याउने छु। गोरु जुझाइको पार्ट चाहिँ हाल्नेछु र कसलाई चाहिँ गोरु जुझाइको भिडियोहरू हालिदिए हुन्थ्यो जस्तो लाग्छ उहाँहरूले चाहिँ कमेन्ट गरिदिनु होला है त ल।